नमस्ते श्रोताहरू, धेरै धेरै स्वागत छ तपाईहरुलाई मेरो खल्तीको प्रसङ्गमा। सधैँ चाहिँ आज पनि खल्तीको प्रसङ्ग मार्फत मैले एउटा नयाँ विषय लिएर आएकी छु र आज पनि म यहाँ हाम्रो साधारण समाजको असाधारण व्यथा बारेमा चर्चा गर्नेछु। आजकल हाम्रो समाजमा एउटा अनौठो प्रकारको दबाव फैलिएको छ। आफ्नो ढाडमा भारी भरकम झोला बोकेर स्कुल जाने विद्यार्थीदेखि लिएर ठुलठुलो अफिस या उद्योगमा जाने व्यक्ति समेतलाई आजभोलि फरक बन्ने, युनिक बन्ने अथवा असाधारण बन्नेको ठूलो दबाव छ। साधारण व्यक्तिले यहाँ जीवनमा ठूलो काम केही गर्न सक्दैन। केही गर्ने हो भने असाधारण हुनु नै पर्छ भन्ने एउटा समाजको मनस्थिति बनेको छ। त्यसैले होला ढाडमा साधारण हुनुको भार बोकी विद्यालय जाने हजारौं विद्यार्थी सबलाई असाधारण बन्नको छ दबाव। तर कसरी असाधारण बन्ने यो प्रश्नको शिक्षकसित पनि पूरा छैन जवाब। साधारण जीवनको खाने, पिउने, सुत्ने, उठ्ने बाहेक आजकल इन्स्टा स्टोरी र टिकटकको निम्ति कसरी निकाल्ने असाधारण फोटो वा कथा, साधारण व्यक्तिको थपिएको असाधारण व्यथा। सबैजनालाई असाधारण अथवा युनिक अथवा एक्स्ट्रा ट्यालेन्टेड बन्नु छ, किनभने युनिक अथवा एक्स्ट्रा ट्यालेन्टेड व्यक्तिले मात्र समाजमा केही गर्न सक्छ भन्ने मनस्थिति छाएको छ। सबै असाधारण वा युनिक वा एक्स्ट्रा ट्यालेन्टेड व्यक्ति मात्र छैनन् समाजमा। समाज त थरी थरीको व्यक्तिहरूले भरिएको छ। ट्यालेन्टेड व्यक्ति छन् भने साधारण व्यक्ति पनि छन्, तर यी साधारण व्यक्तिहरूलाई कसैले हेर्न चाहदैन। समाज आजकल सबलाई कठालो समाती घचघचाउँछ। केही अलग गर, केही अलग बन भनी ठुङ्गी ठुङ्गी सम्झाउँछ। त्यो एकजना जो अलग बन्छ उसलाई दिन्छ मान, बाँकी अरू सब वर्षायाममा छरिएका गणौला समान। आज म बोलिरहेको छु ती सब साधारण व्यक्तिको तर्फबाट। प्रश्न उठाइरहेको छु तिनलाई जो हर बच्चालाई प्रतिस्पर्धा अर्थात् कम्पिटिसनको आगोमा धकेल्छन्। प्रश्न यो मेरो, साधारण हुनुमा के गल्ती छ? हामी विद्यालयमा हुँदा कक्षामा शिक्षकले पढाइरहेको बेलामा कहिलेकाहीँ शिक्षकसँग आँखा जुध्थ्यो र यो आँखा जुधेको बेलामा मनमा एक थरीको डर आउँथ्यो। ओहो, आँखा जुध्यो, लौ न शिक्षकले मलाई प्रश्न सोधिहाल्ने हो कि? त्यो सोचाइले गर्दा जुधेको आँखालाई हत्तपत्त निहुर्याउँथ्यो। कक्षामा यस्तो विद्यार्थी धेरै हुन्छन्। शिक्षकसँग आँखा जुधे उनले प्रश्न सोध्लान् भनी हत्तपत्त आफ्नो आँखालाई झुकाउने, पूर्ण रूपले आत्मविश्वास नउम्रेकोले आफ्नो मुखलाई यसो लुकाउने। म त्यो एउटा साधारण हुँ विद्यार्थी। मेरो प्रश्न समाजलाई, साधारण हुनुमा मेरो के गल्ती छ? 4-5 जनाले घेरेर मेरो बारेमा बेसरी खिल्ली उडाउँदा आफै डरले घुटघुटिने अनि भरिएको आँखाले ताकी अझै हिम्मत पूर्ण रूपले उदाउन बाँकी म त्यो साधारण बालक हुँ। मेरो प्रश्न समाजलाई, साधारण हुनुमा मेरो के गल्ती छ? रावणले हर्ला भनी समाज र परिवारले कोरेको लक्ष्मण रेखालाई नाग्न डराएर यही परिधिलाई स्वीकार गरी आफ्नो सपनाहरू दबाएर स्वाभिमानको पहिचान उदाउन बाँकी धरतीको साधारण सन्तान हुँ म। मेरो प्रश्न फेरि पनि समाजलाई, यो साधारण हुनुमा मेरो के गल्ती छ? एन्टिबायोटिक खुवाएर कुखुरा हुर्काए झैं, फर्टिलाइजरले तरकारी फलाए झैं,
आज समाजले दबाब दिई सब पुस्तालाई असाधारण बनाउन चाहे झैं। यस्तो समाजमा मान्छेको महत्वाकांक्षा बढ्दो छ। सबै कुरा छिटो छिटो चाहिएको छ। कुनै पनि कुराको निम्ति धैर्य धर्न गाह्रो छ। यो अवस्थामा सुख र शान्ति, सन्तोष समाजमा घट्दो छ। यो के कारणले गर्दा? यो प्रतिस्पर्धा, यो अलग हुनुपर्छ भन्ने दबाब, यी सबले गर्दा आज हाम्रो समाज अनौठो बन्दै गइरहेको छ। यसैले होला आज समाजको गर्वमा हजारौं सन्तान असाधारण बन्ने क्रममा मानसिक रोगको बनेका छन् शिकार। दबाबको क्रममा उम्रिएका अनेक विकार। मान्छे असाधारण बन्ने क्रममा साधारण बन्दैछ डिप्रेसन, साधारण बन्दैछ एङ्जाइटी र स्ट्रेस, अनि साधारण बन्दैछ अनेक मानसिक रोगहरू। असाधारण त अब केवल एउटा साधारण व्यक्ति छ जो यी विकार र रोगहरूबाट बचेको छ र स्वस्थ छ। अब छनौट तपाईको हातमा। तपाईलाई कस्तो समाज चाहिन्छ? एउटा स्वस्थ, मानसिक रोग नभएको, साधारण व्यक्तिले भरिएको समाज, या त हजारौं मानसिक रोगले ग्रसित असाधारण समाज? आजको साधारण समाजको असाधारण व्यथा यही छ। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को पटक नयाँ विषय साथ आउनेछु। त्यतिन्जेलसम्मलाई धन्यवाद।